विवेक ए विवेक होइन के भयो त के हो तँलाई किन सुतिरहेको छ अघिबाट ध्यानैबाट सुतेको सोच्छ दबाई खाइस् त खाओस् अनि त्यो शरीर पनि दिउँसो खाएर प्रेसर आयो पनि हुने उमेर त होइन नि यो उमेरमा त हुनु नपर्ने भयो किन तैँले अरू के त खाइदिनुहोस् भन केटा घरमा कोही छैन क्या हो दाइ को हुनुहुन्छ घरमा बाबु विवेक ए बुहारी हो त्यसमा भित्र आउनु त बुहारी ल ल हुन्छ ए ढोका त खुल्लै रहेछ ए दाइ नमस्ते नमस्ते आयो तिमी आएछ सन्चै हुनुहुन्छ दाइ सन्चो भनौँ कि बिसन्चो भनौँ बुहारी म त यो छोराले गर्दाखेरि एकदमै परेसान छु के भयो रे यसलाई हेर न यो के अरे आजभोलि माथि घरतिर पनि आउँदैन अब त्यही त नि अब जानु पनि मान्दैन यो केही नभएको यो सुगर यसैलाई हेर हजुर त्यही माथि प्रेसर हाई पनि यसैलाई हेर त्यही माथि हुँदा हुँदा यो थाइरोइड भन्ने पनि के डक्टरले छ भनेर भन्छ कि म त एकदम चिन्तामा छु बुहारी यसको लागि हेर बुहारी म त औषधि गर्दा 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 परेसान भइसकेँ कि परेसान भएर म त अब यसो धामी झाँक्रीतिर लैजाऊँ कि भन्ने पनि सोच गरिरहेको छु कि कतै बोक्सी लाग्यो कि मसान लाग्यो कि यो पिचासहरू लाग्यो कि म त यसो अब धामी झाँक्रीतिर पनि लगेर देखाऊँ कि भन्ने सोच गरिरहेको छु के गर्ने होला कि बुहारी भन त अब यो जमानामा त्यस्तो अन्धविश्वासमा पनि नलागौँ होला कतै एक्सर्साइज नपुगेर केही भइरहेको छ कि बाबु भर्खरै 21 वर्षको भाषण भन्नुहुन्छ अनि दबाई पनि खाइरहेको छन् यसरी बसिरहेको छन् यिनलाई अनि यो उमेरमा एक्सर्साइज पनि नभएर पनि हुनसक्छ कहाँ तपाईँले अहिले धामी झाँक्रीको कुरा गर्नुहुन्छ होइन एक्सर्साइज केही खान्छ होला सायद त्यही छ नि त अब कहाँ होला त फेरि त्यस्तो अब एक्सर्साइज गराउने ठाउँ म कहाँ जाऊँ त फेरि खोज्नलाई म त एकदम परेसान भएको छु कहाँ होला त बुहारी यस्तो त्यो के अरे एक्सर्साइज गराउने ठाउँ दाइ हजुरले चिन्तै गर्नु पर्दैन बाबुले पनि चिन्ता नलिए हुन्छ तपाईँहरूलाई थाहा छैन हाम्रै बानेबार बजारमा वृन्दा जुम्बा एन्ड डान्स स्टुडियो खुलेको छ नि गोरिङ बस्ती जाने बाटोको पूर्वपट्टि 3 तले घर मुनि छ नि 3 तले घरको मुनि वृन्दा जुम्बा एन्ड डान्स क्लास स्टुडियो खुलिसकेको छ त्यहाँ डान्स सिकाउनुको साथसाथै यस्तो बिरामीहरूलाई योगा पद्धतिको अनुसार हरेक समस्याको समाधान जहिलेदेखि निर्णय गरिन्छ नि ए हो र बुहारी मलाई त थाहै थिएन त्यसो भए त म मेरो बाबुलाई त्यहाँ लगेर जान्छु बुहारी त्यो सम्बन्धी केही जानकारी छ भने भइहाल्छ नि मैले थाहा पाएको जानकारीहरू म तपाईँलाई दिइहाल्छु नि ल ल